नमस्ते सबैजनालाई। म आज एउटा एकदम सेन्सिटिभ कुरा उठाउन गइरहेको छु। भर्खरै मैले एउटा टिकटकमा चाहिँ एकजना दाई प्रिन्स लामिछाने गुरुङ दाईको भिडियो हेरेको थिएँ। मलाई एकदमै सान्दर्भिक लाग्यो त्यो कुरा चाहिँ। उहाँले चाहिँ कुरा चाहिँ के उठाउनु भयो भन्दाखेरि बाहुन छेत्री राई गुरुङहरूको बारेमा चाहिँ कुरा उठाउनु भएको थियो। त्यो कुरा चाहिँ मलाई एकदमै मनमा नै छोयो। उहाँलाई चाहिँ फर्स्टमा चाहिँ हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले एकजुट हुने कुरा गर्नुपर्छ र उहाँले एकजुट हुने कुरा गर्दाखेरि मन नै छोएछ हो। त्यो चाहिँ म एकदम कुरा मान्छु। हामी सबैजना दाजुभाइ हो। हामी नेपाली सबजना दाजुभाइ, चाहे त्यो राई होस्, लिम्बू होस्, गुरुङ होस्, बाहुन होस्, छेत्री होस्, मधेसी होस्, होइन, सबैजना हामी एउटै हो। र हामीले यो कुरामा बाँडिनुहुन्न, एकअर्कामा विवाद गर्नुहुन्न, यस्तो कुरा उठाउनुहुन्न। यस्तो गर्यो भने चाहिँ अवसरवादीहरूले चाहिँ मौकाको फाइदा उठाएर देश टुक्राउन सक्छन्। यो कुरालाई चाहिँ हामीले एकदम सचेतना भएर अगाडि बढ्नुपर्छ। हामी भाइ भाइ भएर अगाडि बढ्नुपर्छ र अवसरवादीहरूलाई पनि हामीले यो कुरालाई बढावा दिन हुनुहुन्न। आफ्नो कमजोरीहरू होलान् यो कुरामा। कसैले कहिलेकाहीँ बाहुनले गल्ती गर्ला, छेत्रीले गर्ला, राईले गल्ती गर्ला, गुरुङले गल्ती गर्ला। यो गल्ती गर्यो भने प्रश्न उठाउन मिल्यो, सजाय दिन मिल्यो, त्यो एकदमै राम्रो कुरा हो। बट सबै यस्तै हुन्छन्, सबै उस्तै हुन्छन् भन्ने कुरा चाहिँ एकदमै गलत हो। त्यही भएर उहाँ दाइको कुरा एकदमै मन परेको छ। र एकजनाले आगो भएपछि एकजनाले पानी हुनैपर्छ, किनभने त्यसरी देश अगाडि बढ्दैन। यदि हामी यही कुरामा अड्किरह्यो भने चाहिँ बाहिरबाट अथवा कुनै अवसरवादीहरूले हामीलाई चाहिँ टुक्राउन पछि हट्दैन। अनि एकजना आगो भयो भने पानी हुने कुरा चाहिँ एकदमै राम्रो। हामीले पश्चिमीबाट पनि एउटा कुरा इक्जाम्पल लिन सक्छौँ। एउटा राम्रो इक्जाम्पल जस्तै अहिले भर्खरै न्युयोर्क सिटीमा चाहिँ एउटा मुस्लिम चाहिँ मेयर हुनुभएको छ। त्यहाँबाट नि हामी कुरा सिक्न सक्छौँ। एउटा मुस्लिम चाहिँ युएस जस्तो देशमा भर्खरै न्युयोर्कमा चाहिँ, त्यो पनि वर्ल्डको एक्सपेन्सिभ सिटीमा चाहिँ मेयर हुनुभएको छ। त्यहाँ मेयर भोट दिएर मेयर बनाइरहेछन्। अनि केही वर्ष अगाडि युकेमा पनि इन्डियन ओरिजिनका व्यक्ति एकजना प्राइम मिनिस्टर भएको थिए। यो हामीले सिक्नै पर्छ। उनीहरू हामीभन्दा कति ओपन माइन्डेड छन्, होइन, त्यो कुरा चाहिँ हामीले सिक्नुपर्छ। र फुटेर होइन, एकदम जुटेर चाहिँ देश बनाऊँ, त्यो कुरामा चाहिँ म एकदम मान्छु। त्यसको लागि चाहिँ अब हामीले अगाडि बढ्नुपर्छ। यो कुरामा विभेद नगरौँ।